हेलो जय मसी सम्पूर्णलाई अनि नमस्ते। अनि हामी अहिले काठमाडौँमा छौँ। काठमाडौँको यो हो कुन ठाउँ अरे यो मनमाइज्यू। अनि मनमाइज्यूबाट हामी कहाँ जाँदैछौँ भन्दाखेरि बस पार्क जाँदैछौँ। बस पार्कमा हाम्रो पास्टर बाबा हुनुहुन्छ। अनि उहाँ गएर त्यसपछि पास्टर बाबासँग हामी एयरपोर्ट जानेछौँ। एयरपोर्टसम्मको हाम्रो भिडियो तपाईँहरूलाई देखाउनेछौँ। कृपया हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि आज हामीसँग चाहिँ एकदम विशेष हाम्रो पास्टर बाबा हुनुहुन्छ। हाम्रो कार आइसक्यो क्या हो, कार आइसक्यो जस्तो छ हामीलाई लिनको लागि। हुन्छ तपाईँले हेर्दै गर्नु होला हामीलाई। हामी बसिसक्यौँ। हाम्रो यात्रा सुरु भइसकेको छ। हाम्रो यात्रा चाहिँ सुरु भइसकेछ। अब बाबासँग हामी यस्तो ब्युटिफुल टाइम स्पेन्ड गर्दैछौँ। वाउ, थ्याङ्क यू जिजस। हाम्रो स्पेसल अर्को एउटा सिक्रेट कुरा छ, त्यो कुरा हो भनिदिइहाल्छु तपाईँहरूलाई। आज हाम्रो रेकर्डिङ हुँदैछ। ठ्याक्क 5 बजे हाम्रो गीतको रेकर्डिङ हुँदैछ। हामी सम्भव भएसम्म त्यो स्टुडियोमा पनि तपाईँहरूलाई भिडियो देखाउनेछौँ, रेकर्ड कसरी गरिन्छ। हाम्रो रेकर्डिङको त्यो केही क्लिप्सहरू तपाईँलाई देखाउनेछौँ। हामीलाई हेर्दै गर्नुहोला। काठमाडौँमा अहिले मौसम भन्नुपर्दा चिसो मौसम छ अनि एकदमै शीतलो महसुस भइरहेको छ। अनि हामीलाई हेरेर साथ दिनुहोला भन्न चाहन्छु। अनि उहाँको चाहिँ पहिलोचोटि रेकर्ड हुँदैछ। कस्तो फिल भइरहेको छ? टु मच प्लेस प्रभुको लागि एकदम कस्तो कस्तो त फिलिङ्स चाहिँ म के गरेर भनौँ, तर एकदम प्लेस फिल चाहिँ म गरिरहेको छु यतिखेर। अनि त्यही माथि मेरो पहिलो सङ, त्यही माथि मेरो हस्बेन्डसँग। वाउ, थ्याङ्क यू जिजस। गीत रेकर्डिङ हुँदैछ। सबै महिमा परमेश्वरलाई। हामी गीत रेकर्डिङ गर्छौँ। अब एकपछि अर्को गीतहरू आउँदैछ। अनि हामीलाई साथ दिनुहोला भन्न चाहन्छौँ। हामीले बाबालाई कति मिस गरेको थियौँ। अनि यसरी पाएन हामीले जान। सबै त्यही छ। धेरै राम्रो भयो नि काठमाडौँ त। मारेन गएपछि फेरि 4 भयो हुन्थ्यो कि? हजुर होइन रहेछ। धेरै सफा भइसक्यो अहिले त। अनि जय मसी। अनि अचानक आज कस्तो भयो भने परमेश्वरको अनुग्रह, परमेश्वरको एउटा आशिष पनि भन्नुपर्छ। हाम्रो आत्मिकी बाबा पास्टर बाबासँग हाम्रो भेट काठमाडौँमा यसरी एकदमै अचानक स्वर्गबाट डाइरेक्ट यसरी परमेश्वरले चाहिँ हामीलाई यसरी भेट गराइदिनु भयो। परमेश्वरलाई महिमा धन्यवाद भएको होस्। अनि बाबासँग हामी भेट्नमा चाहिँ धेरै आशिषित छौँ। थ्याङ्क यू, नाइस टु मिट यु। मलाई पनि धेरै खुसी लागेको छ। अनि बाबाको यात्रा छ आज नाइजेरियासम्मको। अनि हामी बाबालाई एकदम धेरै यात्रामा एकदमै आशिष सुरक्षा अनुग्रह भन्दछौँ। अनि बाबाको यात्रा एकदम राम्रो हुनेछ। यीशुको नाममा सबै कुराहरू राम्रो हुनेछ। बाबाको यात्रा हुँदैछ नाइजेरियाको। हामी त बाबालाई छोड्न जाँदैछौँ। यताबाट घुम्ने होला नि, कहाँबाट जान्छ। र बाबाको नाइजेरियाको यात्रा सफल हुनेछ यसको नाममा। हामी एकदम खुसी छौँ आज। यता हो क्या आवेशमा आइदियो। कहाँ गयो छोरी? I'm here.
ल जाँदै हुन्छ नाइजेरियासम्मको यात्रा एकदम सक्सेस हुन्छ यसको नाउँमा सकेको छ हामी फाइनल्ली स्टुडियो आइसकेको छौँ हेर्दै गर्नु होला